हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म र मेरो स्टुडेन्ट जोर्डन हामी दुवैजना चाहिँ बुधबारे जाँदैछौँ। सो वी आर गोइङ टु बुधबारे मार्केट वेयर वी विल गेट लट्स अफ थिङ्स इन अ भेरी चिप प्राइस हैन। सो लेट्स सी यहाँनिर आज या थ्रिफ्ट बट इन थ्रिफ्ट also we can get some cloth which is branded one, okay? No, so let's see, we will get if nice one then I'm gonna buy, if not then we will just roam and we will come back. And the nazara is very beautiful. That's मेरो Jordan. Hi, Garduna. Okay, and I'll show you the view. Okay, it's very beautiful. So this is the view. आज चाहिँ एकदम राम्रो भइरहेको छ. Today the day is very awesome. Flag is flowing, going. यहाँनिर हेर्नु झिल मिरिक. This is our beautiful मिरिक and lots of people came. यहाँ पे घूमने आता है ना. आप कुछ बोलिए जॉर्डन जी. बोलो ना, कुछ तो बोलो. कुछ तो बोल. You are not photogenic. It's fine, but you can vocal, no? You can say something. आज कस्तो लागिरहेको छ मिसले त घुम्नु आइरहेको बेलामा लु भन्नु. लागिरहेको छ. हो. So what do you expect that मिसले आज के खेलाउँछ? I expect nothing. Why? You should expect, no? Huh? I shouldn't. Why? I shouldn't. You are getting a very golden opportunity. Miss is asking what you will gonna have, and that you have to know. Yes, I have to, but I'm not a kind of person to ask whatever she gives. No. Oh, okay. So you are basically not a choosy one. Yes. Oh, whatever I'll give, you will gonna have, no? Yeah, and then we will enjoy today, lah. Okay, say bye bye. Bye bye. Okay. And one more thing, no, do say no that subscribe my channel and all. Subscribe to our dear Miss Teacher Rashmi's channel. Channel. Okay. Subscribe it. Don't fall down, okay? Okay, thank you. ए सेम नि. सो हामी चाहिँ यहाँनिर आइपुगेको छौँ बुधबारे. अब हेरौँ हामी आज मार्केटमा के छ हेर्छौँ. एक्चुअली म यहाँ बुट किन्नु आएको हो के. देयर इज नो बुट. दादा बुट ल्याउनु भएको छैन? छैन अन्त यहीँ त थियो पहिला त बुट. खतम भयो. ए सो हेलो अगेन आइम ब्याक. हामी चाहिँ बुधबारे घुमेर आयौँ एन्ड देन वी ह्याड चटपटे. पुरा भयो, पिरो भयो खाने. यसो तासेर देऊ न. अन्त अहिले चाहिँ मलाई कस्तो पिरो भयो कि. ल्याउ न. तिमीलाई चाहिँ पिरो भएन? मलाई त पिरो भयो. मेरो सायद त्यो बुद्धि बङ्गला आउँदाखेरि त्यसमा अलिकति डेलिकेट छ त, त्यसमा लाग्यो होला. अन्त जोर्डन भाइ साहब बताऊ के खायौँ हामीले, लु भन त. त्यति अन्त एउटा अझै एउटा के खाएको थिएँ नि तिमीले? नयाँ डिस टेस्ट गरेको थियो हजुर. त्यो डिसको नामै बिर्स मैले. म त्यो चाहिँ नि उयो भक्का हो कि. उसले नि हेर्न छक्का भन्दो रहेछ. बट इट्स फर्स्ट हो नि. अन्त त्यो भक्का चाहिँ कस्तो लाग्यो? एकदमै प्योर ओरिजिनल क्या उयो देऊ त रिभ्यू कस्तो लाग्यो? त्यो गुड. तिमी फेरि आफै किनेर खान्छौ? ओ द्याट मिन्स हि लाइक इट. ओ त्यो भक्का चाहिँ अलिकति राम्रो हुन्छ. मतलब लाइक आई फाइन्ड द्याट इज हेल्दी वान. त्यसमा चाहिँ जयगिरीभित्र हालेर एन्ड देन इट्स राइस फ्लोरको बनेको हुन्छ होइन. सिलगढीमा धेरै पाउँछ, यहाँनिर चाहिँ त्यही बुधबारेमा नै पाउँछ एकजना आन्टीले. सो तपाईँहरू पनि टेस्ट गर्नु सक्नुहुन्छ. इट्स अ भेरी गुड अन्त टेस्टी एन्ड हेल्दी फुड हो. सो आजको दिन रमाइलो. सबैभन्दामा चाहिँ तिमीले नै लु चटपटी खायो, पुच्का खायो, अनि त्यहाँदेखि चाहिँ फेरि त्यो भक्का खायो. विच वान इज यर बेस्ट? टेल मी. चटपटे या चटपटे इज बेस्ट. तर मेरो यो दाँतको नि साह्रो पऱ्यो किनभने मेरो भयो नि त पुरा. ओके सो हामी जाँदैछौँ. अब राख्छु, मेरो हात पनि दुख्यो. बाई बाई. ल औ हेर न.